को घरमा रवि लामिछाने सोभिता गौतमको घरमा आइरहँदा देखिएको यो दृश्य देख्न सक्छौं। उहाँलाई स्वागत गर्नका लागि यति बेला टोलवासीहरू, सोभिता गौतमका टोलवासीहरू, यति बेला उहाँका टोलवासीहरू सोभिता गौतमको टोलमा रवि लामिछाने आइरहँदा यसरी भव्य रूपमा स्वागत गरिरहेको यो दृश्य हामी देख्न सक्छौं। निर्वाचनको करिब यो अन्तिम संघारमा भइरहँदा यति बेला देख्न सक्छौं तपाईहरुले यो दृश्यमा देखिरहनु भएको छ। हेर्नुस् यसरी स्वागतमा लाग्नु भएको छ। सोभिता गौतमजीको घर यही हो। यो भीमदत्त यो भरतपुर महानगरपालिकाको 15 नम्बर वडामा रहेको सोभिता गौतमको घरमा रवि लामिछाने आउनु भएको छ। उहाँको स्वागतका लागि यो दृश्य देख्न सक्छौं। यसरी उहाँले स्वागतका लागि तयार अवस्थामा हुनुहुन्छ। के भन्नुहुन्छ? रवि लामिछानेजी आइरहनु भएको छ। उहाँलाई स्वागत गरिरहनु भएको यो दृश्य हामी देख्न सक्छौं। यति बेला ठूलो संख्यामा टोलवासीहरू उहाँलाई स्वागत गर्न आइपुग्नु भएको छ। यो भरतपुर महानगरपालिका 15 नम्बर वडा जहाँ सोभिता गौतमको घर छ, उहाँको घरमा रवि लामिछानेलाई स्वागत गर्न आइरहनु भएको छ। दर्शकबिन यो दृश्य हो सोभिता गौतमको क्षेत्र घर अगाडिको दृश्य जहाँ रवि लामिछाने आउनु भएको छ। जहाँ रवि लामिछाने यति बेला सोभिता गौतमको घर टोलमा आइरहँदा उहाँलाई स्वागत गर्नेको यो भिड देख्न सक्छौं। सोभिता गौतमको यो टोलमा रवि लामिछाने आउनु भएको छ। यो दृश्य देख्न सक्छौं। यो भरतपुर महानगरपालिका वडा नम्बर 15 जहाँ सोभिता गौतमको घर यहाँ रहेको छ देख्न सक्नुहुन्छ। उहाँको घर, उहाँको टोलमा रवि लामिछाने पहिलो पटक यसरी आइरहँदा उहाँलाई स्वागत गर्नेहरूको यो भिड देख्न सक्छौं। सोभिता गौतमजीको घरको अगाडि जम्मा भएको यो भिड देख्न सक्छौं। यो चितवन क्षेत्र नम्बर 3 मा उहाँको उम्मेदवारी परेको छ। चितवन क्षेत्र नम्बर 3 का तर्फबाट उम्मेदवार बन्नुभएकी सोभिता गौतमलाई यति बेला उहाँ सँगसँगै आइरहँदा यो दृश्य देख्न सक्छौं। ल उहाँको टोलमा रवि लामिछाने राष्ट्रपा सभापति पूर्व गृह मन्त्री आइरहँदा उहाँलाई स्वागतका लागि आएको यो दृश्य देख्न सक्छौं। यति बेला सोभिता गौतमको यो घर, उहाँको घरको टोल बाहिर रवि लामिछाने पार्टी सभापति आउनु भएको छ। उहाँलाई बच्चादेखि वृद्धसम्मको यो माया देख्न सक्छौं। अहिले सोभिता गौतमका टोलवासीहरूले उहाँलाई यसरी स्वागत गरिरहनु भएको छ। टोलवासीहरूको यो माया, यो साथ समर्थन देखिरहेका छौं। यो ठूलो संख्यामा स्थानीयहरू उर्लिएका छन्, यो देख्न सक्छौं। हेर्नुहोस् यो माया, यो देख्न सक्छौं। यति बेला चितवन क्षेत्र नम्बर 3 अन्तर्गत राष्ट्रपाकी उम्मेदवार सोभिता गौतमको टोलमा आइरहँदा यो भिड यो उर्लिएको छ। पुरै गाउँ, यो पुरै टोल उर्लिएको छ। सोभिता गौतमको क्षेत्रमा आइरहँदा रवि लामिछाने पार्टी सभापति यो दृश्य देख्न सक्छौं। यो ठूलो महिलाहरूको भिड यति बेला देखिरहेका छौं। दर्शकबिन के भन्नुहुन्छ? कस्तो लाग्यो? रवि लामिछाने भेट्नुभयो? सोभिता गौतम जित्नुहुन्छ?